हेलो माई डियर स्टुडेन्ट्स, मेरो घरमा मासु पाक्दैछ। मासु आऊ मासु खान आज मेरो घरमा। टु माई ऑल सब्सक्राइबर्स एज वेल एज माई लभली स्टुडेन्ट्स, मासु खाने हो मासु। हेलो एभ्रिवान, गेट रेडी विथ मी टु मेक बिरयानी। ओके, अब सुरु गरौँ है त। ल, मैले चाहिँ कुकर लिएँ, कुकरमा तेल हालेँ। तेल चाहिँ अब हजुरलाई जति ठिक लाग्छ त्यति हाल्नु होला। तेल हालेपछि चाहिँ अब म जाँदैछु तेललाई चारैतिर मिलाउन। तेल मिलाएर भएपछि चाहिँ यो हिङ हो। अब हिङ चाहिँ हामीले किन हालिन्छ भन्दा हिङ इज गुड फर आवर हेल्थ। यसले चाहिँ पेट दुख्न र पेट चाहिँ एकदम सफा राख्न मद्दत गर्छ। हिङ चाहिँ मैले हालेँ। त्यसपछि एकछिन कुकर यति तातो हुन दाल्ने। त्यसपछि तेजपत्ता हाल्ने। तेजपत्ता हालेपछि अब हामीले के हाल्छौँ, पियाज हालेर एकछिन फ्राई गर्ने। जबसम्म पियाज रातो हुन्न तबसम्म फ्राई गर्न पर्छ है। नुन चाहिँ मैले 1 चम्मच हालेँ। हजुरले आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ। यो चाहिँ मसाला हो। यसमा जिरा, धनिया, लसुन, बडी इलाइची, छोटी इलाइची, लौंग, सुकमेल सबै छ। अब मिक्सरमा हालेर पिसौँ अनि मसाला रेडी गरौँ। त्यसपछि चाहिँ अब हामी चाहिँ हेर्दै छौँ हाम्रो पियाज रातो भयो कि नै। पियाज रातो भएपछि बल्ल मासु हाल्ने हो। पियाज गलेपछि चाहिँ बल्ल मासु हाल्दा स्वाद आउँछ। हामी हेर्दैछौँ पियाज अब हाम्रो रातो भइसक्यो। अब हामीले पियाज रातो भएपछि हामीले यसमा के हाल्छौँ, मासु। मैले मासु चाहिँ पहिल्यै धोएर कचौरामा राखिसकेको थिएँ। ल, अब चाहिँ मासु हालौँ अनि मासु पनि हालेर मासु पनि रातो हुन्जेलसम्म हामीले फ्राई गर्ने हो है। अहिले चाहिँ मासु हाल्दै गरौँ। मासु चलाएर अब चाहिँ मैले ढाकिदिएँ। ढाकेपछि अब हामी मसला हेर्न जान्छौँ। हाम्रो मसला पिसिसक्यो। त्यसपछि म फेरि मासु चेक गर्दैछु। मासु अझै रेड भएको छैन। मासु चाहिँ एकदम रातो हुने तरिकाले फ्राई गर्नु पर्यो हामीले। त्यसपछि हामीले यस मासुमा रातो भइसक्यो मेरो मासु लगभग। अब मैले मेरो मासुमा टमाटर, मसिनो काटेको टमाटर हालेर एकछिन मासुले वरिपरिबाट ढाकेर ढक्कनले ढाकेर एकछिन टमाटर नि अब त्यसमा फ्राई हुन दिन पर्यो। हेर्न सक्नुहुन्छ हजुरहरू, हाम्रो टमाटर हल्का गलेपछि मैले निकालेर चलाछु। त्यसपछि अब मसला हाल्दैछु। यो चाहिँ अघि भर्खर हामीले पिसेको जिरा, धनिया, बडी इलाइची, छोटी इलाइचीको सब मिक्सचर हो। त्यसपछि भाले मसला हालेँ। त्यसपछि नुन हामीले पहिल्यै हालिसकेको थियौँ, त्यही भएर नुन हाल्न परेन। बेसार हालिराखौँ। मैले चाहिँ बेसार यति धेरै हालिराखुँ किनकि बिरयानीमा बेसार चाहिन्छ। त्यही भएर चाहिँ यो हालेर मैले चलाइदिएँ। अब चलाएर एकछिन ढाक्छु। ल, अब हेर्नु त मेरो मासु फ्राई भइसक्यो लगभग। अल रेड। धनिया नि मैले पहिल्यै हालिदिइसकेको थिएँ। धनिया हालेको चाहिँ भिडियो बनाउँछु भनेको तर बनेन। एज यु क्यान सी आवर मिट एकदम रातै भइसक्यो मासु। मासु हेर्न सक्नुहुन्छ हजुरहरूले, रातो भइसक्यो र मासुको तेल माथि निस्किरहेको छ। एकदम रेड फ्राई चिकन। अब चाहिँ हामीले यसबाट चाहिँ अलिकति मासु चाहिँ बाहिर निकाल्छौँ। अलिकति मासु बाहिर निकालेर त्यसमा चामल हाल्ने हो। निकालिसकेको मैले। अब बिस्तारै हामी चामल हाल्छौँ। चामल हालेर माथिबाट अलिकति मटर हालिदिउँ मैले एक्स्ट्रा उसको लागि। अनि धनिया हालेर फेरि त्यसबाट माथिबाट मासु हालिदिउँ अघि भर्खर निकालेको। फेरि त्यसमाथिबाट चामल हालेर मटर अनि धनिया हालिदिउँ। त्यसपछि अब हामीलाई पानी त चाहियो चामल पकाउनलाई। त्यसपछि चाहिँ धनिया हालेर म एकछिनपछि पानी पनि हाल्नेछु। चाहिँ मटर जाँदैछ अझै। अब चाहिँ पानी हालौँ। पानी हालेर भएपछि अब सिटी लाउन छोडिदिने। ल, अब हाम्रो पाक्न आयो, पाकि पनि सक्यो। ल, अब चाहिँ निकालेर यु क्यान सी आवर बिरयानी। ये त्यसपछि मैले चाहिँ निकालेर प्लेटमा सबैलाई सर्भ गरेँ। एज वेल एज मैले रोस्ट पनि बनाएको थिएँ। त्यसपछि अब म निकालेर खाँदैछु। दिस इज द वे टु मेक बिरयानी। ल, अब हजुरहरूले नि आफ्नो घरमा ट्राई गर्नुहोस्, बनाउनुहोस्, खानुहोस्। थ्याङ्क यू फर वाचिङ। बाई।